क्लचले नथिच ल पुरै गाडी सिधो भयो कन्ट्रोल दुईचोटि खोला 1 2 ग्याप ठुलो भयो नि कति काट्ने आधा यो जस्तै हाम्रो यो पानी सिधा ग्याप ठुलो भयो नि कति काट्ने रे ब्रेक अगाडि छोडिदियो अहिले एकछिनमा हानौँ ल अगाडि वेलकम ब्याक टु माई अनदर ब्लग अनि सो तपाईँहरू सबैजना आरामै एकदम तन्दुरुस्त मस्त हुनुहुन्छ अनि मलाई एउटा आशा छ होइन म पनि ठिकै सन्चै नै छु अनि अहिले तपाईँहरूलाई थाहा नै छ मेरो एउटा सिरिज जस्तो चलिरहेको छ होइन डे 1 डे 2 गरेर डे 7 सम्म चाहिँ एउटा लाइसेन्स झिक्ने बाइक होइन सरी कारको लाइसेन्स झिक्ने चाहिँ एउटा च्यालेन्ज छ सुभाष साथीले पनि म तिम्रो झिकाइन्छु दोस्त भनेर मलाई भनेको छ मैले पनि त्यही अनुसारले आफ्नो इफोर्ट दिइरहेको छु डे 1 र डे 2 को भ्लग त तपाईँले हेरिसक्नु भएको छ यो डे 3 को भ्लगमा आज के सिकिन्छ त्यो पनि हजुरहरूलाई म अन्तिमसम्म देखाउने छु र अहिले चाहिँ म अब हल्का भिजिट गराउँछु आज चाहिँ म तपाईँहरूलाई किन भन्दाखेरि यो हाम्रो माथि टपमा चाहिँ यो बाइकहरू सिक्ने भयो अनि त्यसपछि हाम्रो यो ग्राउन्डमा चाहिँ हाम्रो के छ भन्दाखेरि तल कारको छ यता पनि कारको भइहाल्यो पार्किङ यता अनि त्यसपछि हाम्रो चाहिँ लोकेसन पनि मैले पहिलाको भिडियोमा पनि हालेको छु अनि एकान्त कुनाबाट जस्ट नजिक एकदम फ्रेस इन्भाइरोमेन्ट अनि त्यसपछि रमाइलो सिक्न पनि अलिकति खुल्ला टाइपको है यस्तो चाहिँ सुन्न सक्नुहुन्छ कि त्यो ब्याकग्राउन्ड हुन्छ नि चराको चिरबिर है अनि त्यसपछि यो घाम यहीँनिर छ फेरि है भर्खर सन्देश म आज चाहिँ बिहानै आएको अनि त्यसपछि म पहिला यहाँ त घर अहिले भत्केको छ म यहाँनिर बस्थेँ क्या है यहाँनिर बस्थेँ अनि त्यसपछि म कलेज यो बाटो हुँदै यहाँबाट निस्केर यो बाटो हुँदै जान्थेँ क्या है एउटा मेमोरी छ यहाँ पनि अनि सो म आज डे 3 मा के सिक्छु त्यो तपाईँहरूलाई देखाउने छु अनि जस माथि यो खुल्ला ठाउँमा चाहिँ यहाँ चाहिँ अब गाडीहरूको बाइकको भयो अनि त्यसपछि तल चाहिँ कारको है अनि सो अफरहरू पनि चलिरहेको छ अफर मिस नगर्नु होला लकी 4 जनाले चाहिँ पाउन सक्नुहुन्छ अनि अर्को कुरा भनेको चाहिँ केडिएसमा चाहिँ एउटा स्मुथली एउटा गाइडेन्स पनि एउटा राम्रो प्रपर गाइडेन्स पनि हुन्छ र सम्पूर्ण लाइसेन्सको कुराहरूदेखि लिएर सबै अपरेसनल कुराहरू चाहिँ दाइहरूले चाहिँ एकदम राम्रोसँग ह्यान्डल गर्नुहुन्छ र एड्रेस गर्नुहुन्छ है अनि सो आज डे 3 को लागि हाम्रो केडिएसको चाहिँ यहाँ किचन पनि छ अनि किचनमा चाहिँ अब आज खाना यहीँ खाने कुरा छ हाम्रो अनि त्यसपछि जसलाई लकी यदि आउट अफ भ्याली हुनुहुन्छ तपाईँहरूलाई लक अनुसार चाहिँ तपाईँहरूलाई पर्यो भने तपाईँहरूले यहाँ आएर खाना पनि फ्रीमा खान सक्नुहुन्छ ल हाम्रो होस्टलको पनि व्यवस्था एउटा रुमहरू यो भयो अनि त्यसपछि हाम्रो माथि टपमा पनि छ जस होस्टलको नि सुविधा छ अनि अब सुभाष साथी यहाँ वेट गरिसक्यो अब पानी खाएर अहिले खानुपर्छ अरे मेरो राखिदिनु ल छोपेर ल मर्निङ सुभाष साथी मर्निङ आज डे 3 को लागि म एक्साइटेड छु अनि हिजो उकालोमा दुईचोटि मात्रै हामीले कति गर्यौँ दुईचोटि मात्रै सो यो चाहिँ याद गर्नु पर्यो केडिएस मोबाइलतिर अब साथी गाडीतिर चाहिँ ध्यान दिनु पर्छ है साथी ओके ल सो आज हाम्रो यो फेरि फर्स्ट डे को कार परेको छ यो कुन कार हो यार म त ब्रान्डै थाहा छैन भने अल्टो क्रेटा यो के थाहा छैन मलाई यार आज त भिडियो गर्ने मान्छे नि छैन यार सो लेट्स इन्टर द कार लेट्स इनसाइड द कार सीट बेल्ट So safety first, safety is always first, and then after English मात्रै जान्छ त्यो साथी इंग्लिश त राम्रो त साथी इंग्लिश बोलेको त राम्रो हो त नि म त फेरि हामीले इंग्लिश बोल्न नआएर गाह्रो छ तिमीलाई इंग्लिश बोल्न आएर गाह्रो छ अब नेपाली इंग्लिश बोल्ने हो नि साथी ओके इंग्लिश नि बोल्नु पर्यो इंग्लिशको अर्थ नेपाली पनि बुझाउनु पर्यो है हैन हो कि हैन पारा हो है त्यही हो सिट बेल्ट लगायो सिट बेल्ट स्टार्ट गर अब साथी स्टार्ट गर्नु पर्यो अफ गर्दाखेरि कफी खाए जस्तो स्टार्ट गर्दाखेरि चाहिँ घोप्ट्या हुने है अनि त्यसपछि यो पहिला क्लच थिचेर ब्रेकसम्म त ब्रेक त परेन होला पर्छ किन स्टार्ट गर्ने बेला जहिले नि क्लच थिचेर ब्रेक हान्नु पर्छ है ल अफिसियल स्टार्ट है ल स्टार्ट गरौँ फाइनल्ली गाडी स्टार्ट भयो हैन डे 3 बिगिन भयो ल अब आज डे 3 अब यो डे 3 हो यो झार्नु छ र पहिला क्लच पुरै थिचेर ब्रेक लगायो नि क्लच थिचेर ब्रेक लगा ब्रेक जाँदा पहिला माथि तानेर थिच्नु कि तान्ने बेला कहाँ तान्ने अरे माथि ह्यान्डब्रेक तान्ने बेला कहाँ तान्ने अरे पहिला माथि तान्ने लुज हुन्छ अनि पुरै झारिदिने अब झार्दा न पुरै झार ल तान्ने बेलामा के प्रेस गर्नु पर्छ तान्ने झार्ने बेलामा
हल्का माथि ल्याउने अनि प्रेस गर्ने अनि तल पुरै झार्यो पुरै जाने गट ल अब त्यही हो न्युटनमा छ साथी अब ब्याक गियर लाउनु पर्छ रिभर्सको हट लाउने अरे भन्दै त ल रिभर्स न्युट्रल ल्याउनु पहिला न्युट्रल नै भएन त्यसरी होइन नि त साथी पख एकचोटि छोड न लाइन हेर त लाइन देखेछ पखन फेरि जबरजस्ती लाइन हेरेछौ लाइन अब आर कहाँ छ हेर आर यहाँ यता राइट कर्नरमा ल अब जेड जस्तै हो के ठ्याक्कै जेड जस्तै हो यसरी के ल साथी है अब त्यही हो अब हाम्रो सुरु अब डे 3 सुरु हुन्छ बिचमा क्लिपहरू आउँछ धेरै लामो भिडियो बनाएर पनि त्यस्तो काम छैन है अनि केडिएस चाहिँ भिडियो गर्नु पर्यो र अर्को कुरा सुभाष साथीको युट्युब च्यानललाई सुभाष देवकोटा सब्स्क्राइब गर्नु पर्यो र छिट्टै मोनेटाइज अब मोनेटाइज पनि हुँला हैन एउटा कुरा चाहिँ अब धेरै हैन मलाई तिम्रो मन पर्छ क्या त्यो तिम्रो कहाँ हरे घर लमजुङको गुर्सेनी चाहिँ चाहियो अरु गुर्सेनी चाहिँ चाहियो है गुर्सेनी चाहियो त नभन न यो हाल्दिने मेरो गर्लफ्रेन्डले मार्छ ल भइसक्यो पुरै काटा यहाँ पुरै काट्नु पर्यो नि अगाडि गाडेर गाडी ट्याक्क सिधा भएपछि दुईचोटि खोल्ने अनि जो क्लचले नथिच ल पुरै गाडी सिधो भयो कन्ट्रोल दुईचोटि खोला 1 2 अब एक्सिलेटर दियो पहिला थोरै नगुडी जेल क्लच छोडा क्लच नचलाऊ फेरि 2% गाडी कुरै छैन क्लच नचलाऊ अब है दुईटै खुट्टा नचलाउने है सर र जाने गाडी गुडेन हल्का क्लच छोड दुईटै खुट्टा नचलाऊ है अब एक्सिलेटर छोडिदेऊ अब क्लच थिच ब्रेकमा खुट्टा बिस्तारै जाऊ अलि त्यो पोइन्टहरूको अब अगाडि हेर त त्यो पोइन्टहरूको देखिन छोडेपछि रोक्ने हो क्या जाऊ ब्रेक छोड बिस्तारै जाऊ ब्रेक छोड अलि अगाडि जाऊ अलि अगाडि जाऊ अगाडि स्टप अलि अगाडि यो पोइन्टहरूको देखिन छोड्छ क्या त साथी अलि तन्केर हेर त देखिन्छ कि देखिँदैन देखिया अलि तल यतिमा रोक्नु पर्यो है साथी ल अब फेरि यस्तो है अब हामी एल्बेक पनि छिर्छौँ है साथी छिर्दिने साथी ब्रेक उकालो कन्फिडेन्स भयो नि होइन उकालो त कन्फिडेन्स भयो ओह्रालो पनि ठिकै छु अब होइन तिम्रो पाङ्रा सिधा भएको चाहिँ अलिकति मिस्टेक भयो अब एल्बेक छिरेपछि त्यो पनि मिस्टेक हुँदैन ल जाऊ बिस्तारै ब्रेक छोड यता हो है एल्बेक लेफ्ट मतिर काट एल्बेक आज हालौँ अनि भोलि हालौँ होइन भोलि अब अलिक टाइम लिएर भोलिबाट चाहिँ अलिक टाइम लिनुपर्छ है साथी दुई राउन्ड हाने टाइम पनि 7 दिन पनि राम्रो टाइम पनि चलाउनु पाएन 5-10 मिनट भन्दा चलाउनै पाएन यस्तो रोक्नु भएन नि पाउँछ यहाँ त पाउँछ अब त तिम्रो ओह्रालो झरेपछि जतिचोटि पनि रोक्न पायो कि एल्बेकमा 1000चोटि रोक्न पायो ल अब साथीको अब एल्बेक छिराइदिन्छु होइन ल मतिर काट बुझे त बुझे खाने होइन बुझ्दै नबुझिकन नगर होइन अब यस्तो हो नि त यो खुट्टाको भयो अब हामीले त हातको गरिरहेको हो नि त बाइकको कुन लेनमा जाने ऊ त बाहिरको लेनबाटै यतापट्टि आउने हो कि हाम्रो चाहिँ एल्बेक यस्तो छ है अलिकति त्यो घरको समस्याले हो तर एल्बेक चाहिँ पर्फेक्ट छ फेरि होइन एल्बेक त मैले तिम्रो फर्मुला पहिलादेखि हेरेर होइन एल्बेकमा चाहिँ मलाई तिमीले लाग्छ अझ मैले झन् फुटबल सिक्न सक्छु जस्तो लाग्छ एल्बेकमा चाहिँ ल बिस्तारै यताबाट आऊ मतिर काट पुरै गाडा तर बाहिर त आफ्नो कार नकिन्छौँ चलाउन नसकिँदैन छ कि साथी हामी पनि त्यस्तै गरेर सिक्यो कुनबाट हाल्ने यता मतिर गाडा होइन ल अगाडि हाम्रो एल्बेक आयो है ल होइन त साथी एल्बेक ल है अब एल्बेक छिर्यौँ होइन जम सर र जम अगाडि हेर स्याक्क सिधा दुईचोटि खोला 1 2 साइडलाइट किन अलि हो स्टिङ चाहिँ अलिकति कभर भइरहेन है साथी चाँडै भएर नि होला क्लच थिचेर ब्रेक हान है साथी क्लच थिचेर ब्रेक भनेपछि ब्रेक हान न साथी ब्रेक भने 1 घन्टा पछाडि ब्रेक हानेर हुन्छ त साथी यार हेर यस्तो नगर न है ल अब हेऱ्यो टुप्पो है यो टुप्पो र अनि ऊ त्यो माथिको पोल सिधा भयो हेर कुन टुप्पो यो ऐनाको यो टुप्पो र ऊ माथिको पोल बिचको पोल हेरे नै हुन्छ पोइन्ट धरको देखाएर अलिकति कटे होइन अलिकति कटे तर कट्छ गाडी चाहिँ होइन है तर अलिकति थोरै तल हुनुपर्छ अर्को राउन्डमा चाहिँ ल यही हो होइन यो टुप्पो र ठ्याक्क त्यो पोलसँग सिधा हुनुपर्छ है रोक्न पाउँछ है 1000चोटि हामीले है ल पुरै काटा स्टिललाई देब्रे जाने भएपछि देब्रे काट्नुपर्छ है ब्रेक छोडिने अब ल पुरै काट ब्रेक छोड
पुरै छोड्ने कि बिस्तारै छोड्ने ब्रेक छोड न पुरै छोड्ने हो नि साथी अब त ल क्लचले मात्र कन्ट्रोल गर्न सिकायो नि त ल जाऊ जाऊ पुरै ठाउँको ठाउँ काट्छ अलिकति माथि गइरहेको तर ठिक छ अर्को राउन्डमा थाहा हुन्छ होइन काट पुरै काट अगाडि हेर ल हेर ठाउँको ठाउँ कटेन गाडी अगाडि हेर अब ट्याक नखोला है गाडी स्पिड कन्ट्रोल गर दुईचोटि खोला 1 2 1 2 ल बिस्तार जाऊ पाङ्रा सिधा भयो अगाडि जाऊ यहाँ रोक्नु पाउँछ रोक्न पाउँछ क्या खै त दुईचोटि खोल्नु पर्दैन साथी भनेर क्लच थिच्छ त गाडी सिधा भएपछि पाङ्रा सिधा कतिचोटि हुन्छ दुईचोटि खै त दुईचोटि भएको पुरै लक गर न तिमी कन्फ्युज भयो नि पुरै लक गर त लक भयो दुईचोटि खोल 1 1 2 हो अब अगाडि जाउँ न गाडी सिधा भएपछि पाङ्रा सिधा भएपछि सिधै जाने भयो नि त हाम्रो गाडी त ल जाऊ जाऊ ग्याप आउने बेलामा त ग्याप कति काट्दा कति हुन्छ नि त थाहा होला नि अझै उ त्यो कल्याणलाई छुनी होइन छुमछुम बनाऊ ब्रेक क्लच थिचेर ब्रेक हो ल अब ब्याक गियर लाऊ न्युट्रल हेर है ल ग्याप हेर के छ ग्याप कस्तो ग्याप यो पछाडिको ग्याप यहाँबाट हेर ल ग्याप ठुलो भयो भने तिमीले हेर भने होइन भिडियो तिमीले चाहिँ यहाँको अझ पर्फेक्टली सिकाएको देखेँ कि तिमीले अझ मेहनतमा हो ल अब ग्याप हेर ग्याप यता उता नहेर कि यतापट्टि पखाउनु म भन्छु कि ग्याप ठुलो भयो भने कति काट्ने आधा यो जस्तै यो पाङ्रा सिधा ग्याप ठुलो भयो भने कति काट्ने रे ठिक्क छ भने यति सानो छ सिधा छ भने ग्याप ठुलो भयो भने कति काट्ने रे ठिक्क छ भने सानो छ सिधा छ भने फेरि उता काट्ने यो यता गएपछि त उता गएन पाङ्रा यो त सिधा हुनु यो यस्तो आफूतिर ठुलो भयो भने अनि उ भरे यति ठिक्क छ भने उता यो उता जानुहुन्न कि साथी यो हेरी यसलाई याद गर्नु पर्छ क्या हामीले हेरी यो सिधा यो त सिधा हो नि त यो त सिधा हो नि त यो सिधा हो नि त अब ठिक्क छ ठुलो भयो ठिक्क छ भने यति सानो छ सिधा छ भने यति है त्यो तिनवटा स्टेप हुन्छ होइन ठ्याक्कै ठुलो भयो नि यो आधै हुन्छ ठिक्क छ भने यति सानो छ सिधा छ भने यति अब ग्याप हेर अब यहाँको ग्याप हेर्ने अब ग्याप ठुलो छ कि ठिक्क छ कि सानो छ हेर राम्रोसँग हेर ग्याप ठुलो छ कि ठिक्क छ कि सानो छ उता नहेर न देब्रे जाने हो कि देब्रे जाने भएपछि देब्रेको हेर अब यता सुन है लास्टको घुम्ती देखेछौ लास्टको घुम्ती हो त्यो पोलनिरको घुम्ती जुम गर त यहाँ तिमी यहाँबाट 2 मा जुम गर न त्यो 1 मा जुम गर 1 मा हो लास्टको त्यही हो लास्टको घुम्ती देखेछौ अब पछाडिको पाङ्रा देखेछौ पाङ्रा देखेछु ग्याप के छ हेर ठुलो भयो नि यत्रो हुन्छ ठिक्क छ नि यत्रो हुन्छ सानो छ सिधा छ नि यति हुन्छ ठिक्क छ भने चाहिँ पछाडि पनि देखिन्छ पाङ्रा पनि देखिन्छ पाङ्रा देखेँ मजाले के छ ग्याप ठिक्क छ ठिक्क छ ल ग्याप ठिक्क छ भने कति काट्ने रे ठिक्क छ भने यति ठुलो भयो नि आधा ठिक्क छ भने यति 45 35 भन्ने त मलाई आउँदैन एङ्गल हेरी यो 180 मा भयो अनि यो अब 165 मा हो यसरी ल यति हैन अब यतिकै जाऊ ल ठ्याक्कै त्यही पुग्छ कि गाडी साथी अनि अब यतिकै नचलाइकन यतिकै जाऊ ठ्याक्कै त्यही पुग्छ कि गाडी ल ल हेर है अब जादु नै हो साथी हो ल जाऊ पछाडि आऊ एलब्यागको त जादु नै हो है जादु भन्दा फर्मुला के मैले भने ट्र्याकको स्पिड कन्ट्रोल है कहाँबाट रोक्ने रे ब्रेक यतिमा रोक्ने हो खै त रोक न हो यति ठ्याक्क घुम्ती आउन भन्दा थोरै अगाडि रोक्नुपर्छ कि साथी हामीले हेर त अलिकति अगाडि रोक्यो नि अब पुरै काट्दै देब्रे जाने भएपछि देब्रे काट्ने हो अब कता जाने हो अब हामी देब्रे नै जाने हो साथी देब्रे नै काट्नु पर्यो फुल काट्ने पुरै काट्ने हो पुरै लक है लकी जी हो उसले भन्छ नि कहिले अमिताभ बच्चनले पछाडि ब्रेक छोड अब यतापट्टि हेर यहाँ हेर नकटिन्जेल यो भाइ हेर नकटिन्जेल है ल बिस्तारै ब्रेक छोड क्लच छोड न छोड तिमीले त्यहाँ रोक्यो काटा पुरै काट कट्छ यतै हेर न यहाँ नकटिन्जेल देब्रे जाने भएपछि देब्रे हेर्नु पर्यो है गाडी चाहिँ एकदम सुरानो कन्ट्रोल हुनु पर्यो एकछिन बस्छ फेरि एकछिन पछि सिकाउँ न त साथी हुन्छ म बस्छु खाना यहीँ पो खाने भन्ने काट पुरै काट काट जति हुन्छ बिस्तारै लाएर हुन्छ कट्यो यता कट्यो कटिसक्यो साथी हेर न घुमतिर पाङ्रा हेर न कटिसक्यो त अब यहाँ हेर्छु हेर देखियो छैन नि भन होइन ल घुमतिर पाङ्रा देख्यो म अलिकति कन्फ्युज भयो पाङ्रा देखियो छैन पाङ्रा देखेको छ घुम्ती देखेको छैनौ देखेको छ अब कटेन हेर ठाउँको ठाउँ कट्यो त नि पुरै लक गर न यसलाई अब यता कट्यो उतापट्टि हेर अब ट्याक्कै सिधा नभइन्जेलसम्म अब
यता कटिसक्यो नि त होइन हाम्रो देब्रेपट्टिको भाग कटिसक्यो अब दाहिनेपट्टिको हेर उतापट्टि हेर बिस्तारै पहेँल धर्को देखाए छैनौ पछाडिको चाक देखेको छैनौ मैले त इमेजिनै गर्न सकेन गाडीको चाक र पछाडिको पहेँल धर्को देखेको छौ छैनौ ए हामीले देखेछौ गाडीको चाक देखेको छौ नि चाक देखिनु भएन हैन देखिन पर्यो अनि पहेँल धर्को देखेछौ नि ल बिस्तारै जाऊ जो 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 नडरेकन जाऊ है हजुर हजुर यहाँ हामीले जस्तै रोक्नु नि पाउँछ क्या पखन म भन्छु हजुर ब्रेक गाडी सिधा भयो ब्रेक हान न खै त ब्रेक भनेपछि त ब्रेक हान्न पर्दैन सायद ब्रेक हान्यो यता सुन ए मैले क्लच पुरै थिचेर ब्रेक हान्ने भएछ क्या मैले त्यति त्यही स्पिडमा हामीले हान्न मिल्यो हैन हात मिलाउ यहाँ हो यो हो नि त अब यता सुन के हो नि अब तिम्रो गाडी छ नि सिधा भयो नि भयो सिधा सिधा भएन ल यता सुन रोक्ने बेला त्यही भएर तिमीले क्लच थिचेर अगाडि मान्छे भयो भने थिची न्याच्चै पारेर गएर रोक्छौ कि त्योभन्दा अगाडि नै अगाडि ब्रेक झापे अनि क्लच थिचे नि झाप्प ब्रेक हान्नु पर्यो कि क्लच त थिच्यो अहिले त मिस्टेक क्लच थिचाइ थिएन अहिले क्लच थिचाइ भयो तर ब्रेक चाहिँ ढिलो भयो कि अब त ब्रेक नै हान्नु पर्यो गाडी सिधा भयो गाडी सिधा भयो अलि पछाडि आऊ ल अब हेर है त्यहाँ लास्टको पछाडिको चाक देखिन्छ क्या पहेँल धर्कोले पहेँल धर्को ए त्यो गाडीले पछाडिको लास्ट मिररमा देखिन्छ कि लास्टको पहेँल धर्को अब बिस्तारै त्यो पहेँल धर्कोलाई छोड्दै छोड्दै आउँछ क्या पछाडिको चाकले हेर है ल जाऊ बिस्तारै छोड जाऊ 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 जस्तै ब्रेक सिधा भयो गाडी सिधा भयो हेर पख पख अब हेर है अब कहाँ देखाउ त्यहाँ हेर लास्टको पहेँल धर्को देखेछौ यो हो पोल देखेछौ लास्टको देखेछ ल अब त्यो पछाडिको चाकले सिधा जाँदाखेरि हान्छ कि हान्दैन सिधा जाँदाखेरि हान्दैन गोली हान्छ त हान्दैन नि गाडी सिधा भयो क्या यति भएपछि साथी अब दुईचोटि खोल यो छ 1 भएन 1 2 अब पछाडि जाऊ लास्ट पोल कटाउनु पर्छ साथी अब हाम्रो गाडी अब तिमीले एकचोटि मेरो भिडियो हेऱ्यौ भने तिमी क्लिन हो क्या साथी पछाडि लास्ट पोल हेर हेर्नुपर्छ लास्ट पोल हेर छुने स्थिति आयो भने के गर्ने छुँदैन क्या साथी आँखा चिम्म गरेर कट्छ क्या गाडी सिधा भएपछि पछाडि कोही छैन नि आऊ लास्ट पोल कटाउनु आऊ नडराइकन आऊ न मैले भनिसकेको बेट त्यतिका म भएपछि टेन्सन नगर तिमी मैले जे सिकाएको छु त्यो गर है साथी है ढुक्क 7 दिनमा लाइसेन्स निकाल्ने भयो नि ल पछाडि ब्रेक क्लच थिचेर ब्रेक अझै पछाडि गाडी आयो नि त अहिले ल पछाडि आऊ अझै है त्यही हो अब अगाडि गएपछि पास हो ब्रेक अगाडि छोडिदेऊ अहिले एकछिनमा हानौँ ल अगाडि गरेर राखिदेऊ अगाडि जाऊ 1 गियर लाउनु पर्छ अब 1 गियर 1 गियर भयो हेरेर हान क्या अन्दाजमा नहान हो ल अगाडि जाऊ अगाडि गएपछि त्यहाँ गएपछि पास हो कि हामी त्यो पोइन्ट लास्ट अब बल्ल पास हो कि साथी अगाडि गएपछि सक्छु जस्तो लागिरहेको साथी अहिले त म क्लिन बनाइदिन्छु नि साथी आएपछि पास हो साथी ल होइन उता ल राख्थ्यौ अब त्यहाँ एकजना मान्छे आइरहेको नि एकजना दाइ आउनुभयो म बिना नसिक्ने अरे कि त्यो दाइ फेरि यस्तो छ डिमान्ड त्यसलाई भन्छ डिमान्ड क्या त्यही भएर है यतालाई नि त्यसलाई राख्थ्यो त्यो दाइ पत्रिका पढिरहनु भयो है दाइले अब आज म दाइको आज हो कि कहिले हो क्लिन नभइकन नसिक्ने भन्नुभएको थियो ठिक छ केही भएन तर 3 दिन नसम्म भन्दा फास्टै सिक्ने त भयो होला फर्स्ट टाइम फेरि यताउति हल्ला होइन तिमीले जति राम्रो सिकायो अरूलाई त्यसो देखायो भने त झन् राम्रो हुन्छ नि त 3 दिनमा त कसले सक्छ साथी जिरो मान्छेलाई म त जेरै हो जेरो त मैले यस्तो सोचेको थिएन म यस्तो गर्छु न्युट्रल हान्बेक्दैन दाइ आउ न हाम्रो दाइ पनि हुनुभयो है अब यो कफी खाम है कफी खानु ल थ्याङ्क यू सो मच 0.1 मा रहेछ सो हाम्रो यो पुस्न पर्यो नि त यार सो हाम्रो डे 3 चाहिँ इन्ड भयो डे 3 मा चाहिँ अब म अब रिकल गर्छु तिमीले के सिकायो अहिले एक राउन्ड मात्र भयो के त्यहाँ मान्छे सिक्ने भएर हो त्यही त म अलि खाना खाइ यहाँ खाने कुरा छ दाइले भनेको छ नि यहाँ पकाउनु मासु ल्यायो मासु ल्या अहिले त्यो पनि भ्लगमा आउँछ ल हड्डी हाँस्ने भयो